नितु पौडेल र बाबुल गिरीको प्रेम सम्बन्ध करिब 7 वर्ष अघिदेखि नै रहेको खुलेको छ। बाबुल गिरीले कम्पोज गरेको गीत नितुले गाउँदै आएकी थिइन्। सो गीत बाबुल गिरी आफैले सञ्चालन गरेको स्टुडियोमा नै प्रेमिका नितु पौडेलले गाउने गरेका थिइन्। नितु र बाबुल गिरीको सम्बन्ध निकै नै घनिष्ठ रहेको थियो। उनीहरू सिंहदरबार प्रहरी वित्त कार्यालयको पछाडिपट्टि घरको भाडामा लिभिङ रिलेसनसिपमा बस्दै समेत आएका थिए। बाबुल गिरी अनामनगरमा स्टुडियो थियो भने स्टुडियो तल्लोपट्टि नितु पौडेलले डुबिना क्याफे सञ्चालन गर्दै आएका थिए। सुरुमा बाबुल गिरीले नै नितुलाई मन पराउने गरेका थिए। त्यसपछि नितुले बाबुल गिरीलाई मन पराउन थालेको बताइएको छ। नितुले यो सम्बन्धलाई विवाहमा परिणत गर्न खोजे, तर परिवार आफन्तले भने अमेरिका र अस्ट्रेलिया बस्ने केटासँग परिवार जोड्न चाहेका थिए। सो कुरा नितुले बाबुल गिरीलाई भने, तर यस कुरामा बाबुल गिरीले चासो नदिएकोले नै गर्दा कार्तिक 1 गते नितु र बाबुल बीच शनिबार चट्याङ पर्नुका साथै आकाशमा कालो बादल बढारिरह्यो भने शुक्रबार बिहान 8 बजे उनीहरू बीचमा भएको चट्याङ कालो बादलले आफ्नो धैर्यता छोड्यो र शुक्रबार बिहान 8 बजे यस धरतीबाट सधैँका लागि नितुले बिदा लिन्।